एकैचोटि लेभल अप हुँदो रहेछ लास्टमा। नेपालको केन्द्रीय ब्याङ्कको नाम के होला? नेपाल राष्ट्र ब्याङ्क। नेपाल राष्ट्र ब्याङ्क सही एन्सर दिनुभएको छ। हजुरले 100 रुपिस जित्नुभयो। तपाईँहरूसँग दुईटा अप्सन छ। नेक्स्ट लेभलमा गएर क्वेसन मिलो भने 200 रुपिससम्म जित्न सक्नुहुन्छ। अदरवाइज होइन अहिले 100 रुपिस लान्छु पनि भन्न सक्नुहुन्छ। नेक्स्ट लेभल जान्छ। नेक्स्ट लेभल जाने क्वेसन चाहिँ अलिक अप्ठ्यारो हुँदै हुँदै जान्छ ल। फेरि मिलेन भने चाहिँ क्यास आउँदैन ल। हुन्छ हुन्छ। हामी प्यान युज गर्छौँ नि है। प्यानको फुल फर्म के होला? पर्मानेन्ट एकाउन्ट नम्बर। पर्मानेन्ट अकाउन्ट नम्बर सही जवाब। हजुरले 200 रुपिस जित्नु भएको छ। एज फेरि कन्टिन्यू हुन्छ। हजुर फेरि कन्टिन्यू। लेभल 3 मा चाहिँ हजुरले मिलाउनु भयो भने 500 रुपिस जित्नुहुन्छ। हजुर। हामी लेभल 3 को लागि जाउँ होला? हजुर जाउँ। अहिलेको प्रधानमन्त्री कतिऔं प्रधानमन्त्री हुनुहुन्छ होला? बालेन्द्र शाह कतिऔं प्रधानमन्त्री हुनुहुन्छ होला? हजुरले एउटासम्म गलत भन्न सक्नुहुन्छ। एउटा चान्स चाहिँ हुन्छ। कतिऔं प्रधानमन्त्री? 3300 3400 समथिङ कति हो। एकैचोटि लेभल अप हुँदो रहेछ लास्टमा। कति 34th 33rd 34 गलत रहेको छ। त्योभन्दा अझै माथि नै हो। अझै माथि 39औं। उहाँहरूले गलत जवाफ दिनुभएको छ। फेरि पनि हजुर कमेन्ट गर्नु होला अहिलेको प्रधानमन्त्री कतिऔं प्रधानमन्त्री हुनुहुन्छ।